हेलो गाइज, स्वागत छ। म आज एउटा कुरा देखाउँछु। टक्क लगाएर ढेन टेडेन। यहाँ चाहिँ मेरो सामान छ, मैले अनलाइनबाट मगाएको है। र यो सामान के होला हेरौँ है त। वाउ गाइज, ल हेर्नु है यो के होला। दिस इज अ वाल क्लक। भित्ते घडी हो यो चलिरहेको छ सुई पनि। त्यस्तो बिग्रे घडी चाहिँ होइन है फेरि। टक्क लगाएर वाउ। सो हेर्नु होला, म यहाँ चाहिँ राम्रोसँग नोटिस गर्नु होला है। घडी चलिरहेको छ अहिले होइन, तर यसको पछाडिको एउटा ब्याट्री नै छैन कि। मैले यसको पछाडिको ब्याट्री भर्खरै झिकेको छु। ब्याट्री यहाँ भुइँमा छ कि, तर पनि यो घडी चलिरहेको छ कि अझै पनि। पछाडि यसको यहाँनिर राम्रोसँग हेर्नु होला, एउटा ब्याट्री छैन, एउटा मात्र छ ब्याट्री। अनि यताबाट हेर्दाखेरि घडी मस्तले चलिरहेको छ कि। म अझ कस्तो वाला मैले नचल्ला बन्द गर्ने भनेर एउटा ब्याट्री छ कि होइन, तर अझै घडी चलिरहेको छ घाँटे होइन। यस्तो वाला यो खास कस्तो मैले नबुझेको हो कि नजानेको हो कि नबुझेको खै थाहा भएन, तर घडी चाहिँ चलिरहेको छ है अझै पनि। ब्याट्री एउटा मात्रै छ, अगाडि घडी चलिरहेको छ। के हो मलाई पनि थाहा छैन खास। म यहाँ डेमो देखाउँछु। दिस इज आवर घडी, वाल क्लक है। म यहाँ डेमो देखाउँछु तपाईँलाई। यसरी भित्तामा राख्छु यो चाहिँ। देख्न सक्नुहुन्छ मैले चाहिँ यहाँ टाँसेको यसरी। अहिले जस्ट हेर्नको लागि मात्रै कस्तो देखिन्छ भनेर। सो मैले ढोकामा टँगेको छु है। अहिले चाहिँ यस्तो देखिन्छ है घडी चाहिँ। टक्क कस्तो लाग्यो, मन पऱ्यो कि नै। अझै अर्को कुरा पनि छ एउटा, यो छ एउटा यो पनि छ। यसलाई चाहिँ टक्क मुनि यसरी हाल्ने हो यो। र यस्तो हुन्छ, यो चाहिँ हल्लिरहन्छ है जहिले पनि। यो हल्लिरहन्छ। यो पेन्डुलमवाला घडी हो, एकदम राम्रो। प्राइस चाहिँ कति समथिङ पर्यो यो घडी। र यो घडी चाहिँ मैले पर्सनको लागि चाहिँ होइन किनेको। आई वान्ट टु गिफ्ट समन, मैले गिफ्ट गर्न लागि किनेको। तर कसलाई गिफ्ट गर्न आएको त्यो चाहिँ भन्दिनँ है मैले। त्यही हो। कस्तो लाग्यो घडी, मन परेमा लाइक कमेन्ट गर्नु होला। साथै मलाई सपोर्ट पनि गरिदिनु होला, च्यानललाई सब्सक्राइब पनि गर्नु होला है।